हेलो गाइज, हामी चाहिँ आज जनकपुर जाँदैछौँ अनि मैले चाहिँ यो हेटौडाको साइड हुँदै जाँदैछु अनि कस्तो राम्रो डाँडा देखेको। जनकपुर डाँडा यहाँ चाहिँ दिदीहरूले सबैजनाले गीत गाइरहनु भएको छ। पछाडि चाहिँ रमाइलो भइरहेको छ। तोरी हेर्नु लाग्यो। तोरी बारी कति राम्रो हो। यता पनि डाँडा डाँडामा तोरी रोपेर कति राम्रो देखेको। यो बाटो हुँदै जाँदैछौँ, यो तल्लोको बाटो हुँदै जाँदैछौँ हामी चाहिँ जनकपुर धाम। आलु बडी धेरै मन पर्ने रहेछ। के अरे आलु बडी पे गीत गाउनु भइरहेको छ नि। एउटै घर छैन, माथि माथि मात्र घर छ। डाँडा डाँडामा माथि माथि डाँडामा घर छ। तोरी हो यो देखेँ पहिलो पहिलो भएको छ तोरीको बोटो। कति राम्रोसँग रोपेर छन् मान्छेहरूले। कस्तो गहिरो रहेछ त। बाटो चाहिँ यस्तो छ है। बाटो चाहिँ यहाँको बाटो चाहिँ यस्तो छ है। माथिसम्म डाँडो छ। गइरहेको छ हामी चाहिँ। यहाँ चाहिँ बाटो बन्दैछ। हामी चाहिँ माथिबाट आएको, त्यो माथिबाट आएको। बच्चाहरू स्कुल जानलाई लागेको छ।